चिसो गाउँ जहाँ मानिस थोरै बसोबास गर्छन्। त्यहाँ गाउँका मुखिया एक्लै बस्थे, तर मनका निकै धनी थिए। एक दिन गाउँ बाहिर बस्ने एक गरिब किसान पैसा सापटी लिन मुखियाको घर पुग्यो। मुखिया साहु, धेरै समस्या पर्यो। बच्चाको औषधि किन्नु छ। के अलि पैसा सापटी दिन मिल्ला? पैसा त फेरि कमाइन्छ, तर मान्छेको ज्यान फर्किँदैन। ठिक छ, म पैसा दिन्छु। समय भएमा फर्काइदिए पुग्छ। सायद जिला होला, तर म तपाईको पैसा फिर्ता अवश्य गर्नेछु। धेरै धेरै धन्यवाद। केही दिनपछि किसान फेरि मुखियालाई भेट्न आयो। मुखिया आगोको नजिक ज्वरो आएर सुतिरहेको थियो। मुखिया साहु, के भयो? तपाईँ ठिक हुनुहुन्छ? चिसो धेरै भयो। रुगाखोकी र ज्वरोले सतायो। शरीर उठ्नै सकिरहेको छैन। किसानले उनलाई आफ्नो घर लग्यो, न्यानो ओढाइदियो, औषधि दियो। केही दिनपछि मुखिया ठिक भए। शिक्षा। मुखियाले किसानलाई मद्दत गर्यो र अन्ततः त्यो मद्दत आफ्नो जीवनमै फर्केर आयो। काठमाडौँबाट धेरै टाढा एउटा सुन्दर गाउँ थियो। त्यो गाउँमा थोरै मानिसहरू बसोबास गर्थे। गरिब एक जोडी, बुढा आमा र बुवा पनि त्यहाँ बस्नुहुन्थ्यो। उनीहरूको सानो मोमोको पसल थियो, तर पसलमा कोही आउँदैनथ्यो। हरेक दिन जस्तै उनीहरू आफ्ना ग्राहकहरूको पर्खाइमा थिए। एकजना बाबा उनीहरूको पसल आउँछन् र भन्छन्, मैले 2 दिनदेखि केही खाएको छैन। मलाई केही खान देऊ, तर मसँग दिने पैसा छैन। पैसा छैन भने पनि ठिक छ, यो मोमो खानुहोस्। हाम्रो मोमो तपाईले खाएपछि हामी खुसी हुनेछौँ, किनभने यहाँ कोही आउँदैनन्। बाबा, मोमो खानुहोस् र हामीलाई आशीर्वाद दिनुहोस्। बिस्तारै लिनुहोस् है बाबाजी, तातो तातो छ। बाबालाई स्वादिष्ट मोमो खुवाउनु भयो। यो पसलमा मानिसको भिड लागोस् ततास्तु। बाबाजीको आशीर्वाद पाएदेखि उनीहरूको पसल गाउँ मात्र नभएर शहरबाट पनि मानिसहरू आएर भिड लाग्न थाल्छ। बुढाबुढीको जीवन पनि राम्रो हुँदै जान्छ। पहाडको सानो गाउँ, त्यही गाउँमा बस्छन् एक गरिब किसान हरिबहादुर, उनकी श्रीमती मन्जु र उनीहरूको एउटै सहारा छोरो अर्जुन। एक दिन हरिबहादुरको श्रीमती चर्को स्वरमा भन्छन्, हाम्रो छोराको कलेजको शुल्क तिरेको छैन। भोलिसम्म तिर्नुपर्छ। हामी कसरी तिर्ने? हाम्रो पहिले पनि केही ऋण छ। हे भगवान! म मेरो साथी, मेरो परिवारका सदस्यहरूसँग पैसा माग्नेछु। म भोलिसम्ममा तिर्नेछु। चिन्ता नगर, म मिलाउँछु। तपाईँ उसलाई डाक्टर बनाउन चाहनुहुन्छ? के हाम्रो छोरा साँच्चै डाक्टर बन्नेछ? मलाई मेरो छोरामा विश्वास छ र ऊ पनि धेरै मेहनत गरेर पढ्छ। मलाई थाहा छ एक दिन ऊ पक्कै डाक्टर बन्नेछ। अब म मेरा साथीभाइ र छिमेकीहरू कहाँ गएर सोध्नेछ। उनीहरूको छोराले आफ्नो कोठाबाट उनीहरूको सबै कुराकानी सुन्छ। हरिबहादुरले पैसाको समस्याबारे आफ्नो साथीलाई सुनाउँछन्। समस्या पर्यो, केही सहयोग गर्न सक्नुहुन्छ? साथीले चाहिँ सहयोग गर्नुको साटो हाँसो उडाउन थाल्छ। तेरो छोरा डाक्टर बन्छ रे? के मजाक गरिरहेको छस्? म आफैसँग डाक्टर जाने पैसा छैन भनेर उनले ठूलो स्वरमा हाँस्दै भने। साथीको त्यो कठोर हाँसोले हरिबहादुरको मनभित्रसम्म घाउ पार्छ। उनले केही नबोली नजर झुकाएर दुखी मन लिएर घरतिर फर्कन्छन्। घर फर्किँदै गर्दा हरिबहादुरले तिहारमा टीका लगाइदिने दिदीलाई सम्झन्छ र दिदीको घरतिर लाग्छ। हरिबहादुरले आफ्नी दिदीलाई पैसाको समस्याको बारेमा सबै कुरा भन्छन् र दिदीले नरम स्वरमा भन्छिन्, भाइ, छोराको पढाइमा खर्च गर्नु त पुण्य हो, म दिन्छु। दिदी, तिम्रो माया र साथ नहुँदो बच्चाको भविष्य कसरी सुरक्षित गर्थे? धन्यवाद दिदी। हरिबहादुर पैसा पाएपछि छोराको फी तिरेर खुसी हुँदै घर फर्कन्छन्। रात बित्छ र नयाँ दिनको सुरुवात हुन्छ। अब हरिबहादुर पहिलेको भन्दा झनै मेहनत गर्न थाल्छन्। एउटा गाउँमा धेरै वर्षदेखि एउटा डरलाग्दो राक्षस बस्थ्यो। उसले गाउँका मानिसहरूलाई जहाँ भेट्थ्यो खान्थ्यो। सबै गाउँले डराएर बस्थ्यो। एक दिन गाउँका बुद्धिमान युवकले एउटा उपाय सोच्यो। उनले भने, राक्षस जहाँ छ थाहा पाएपछि भाग्न सजिलो हुन्छ। त्यसैले उसको घाँटीमा घन्टी झुन्डाइदिने हो। सबै गाउँले यो उपाय सुनेर खुसी भए। वाह, कति राम्रो उपाय!
सबैले त्यस युवकलाई तारिफ गरे। तर घण्टी राक्षसको घाँटीमा बाँध्नेको सबै मौन। कसैले हात उठाएन। सबैलाई उपाय थाहा थियो, तर कसैले पनि हिम्मत गर्न सकेनन्। शिक्षा उपाय सोच्न सजिलो, तर कार्य गर्न कठिन।